सो फ्रेन्ड्स आज चाहिँ गुड मर्निङ सबैजनालाई। आज चाहिँ म चाहिँ गएको सिलगढी, अन्त टिका लाउनु बाइकमा। अब 5 बजिसक्यो, ढिलो भइसक्यो होइन। आज चाहिँ म सानो सिलगढीको अब आपा हुन्छ चाहिँ जानुपर्छ, टिका लाउनुपर्छ चाहिँ अब जान्छु एकछिन भए पनि होइन आज। अन्त आशीर्वाद लिएर आउँछ आपाको, आशीर्वाद लिनु पऱ्यो सालमा एकपल्ट त भनेर चाहिँ अब जाँदैछु। अब NH10 बाटोमा के हुन्छ कस्तो हुन्छ, ठिकठाक छ कि छैन होइन, के हुन्छ तपाईँहरूलाई देखाउँदै गर्छु। सो सबैजनालाई ह्याप्पी दसैँ एन्ड बिट्यु। ल फ्रेन्ड्स हेर्दै हुनुहोस्, मैले सामान बानिसकेँ, माथि बाइकमा जान्छु म चाहिँ। बाइकमाथि रेडी छ, यहाँ सामानहरू भइसक्यो। पोपोला र पोपोलाको आमा चाहिँ अस्ति जाइसक्नु भएको, म चाहिँ आज जाँदैछु। सो टेक केयर एभ्री वान, हेभ अ ग्रेट डे, बिट्यु, बाई फ्रेन्ड्स। अब म चाहिँ जानु आँटेको है, घाम निक्लिनु आँटिसक्यो। अब चाहिँ म गएको यहाँनिर घरसर पनि मजाले लक पऱ्यो। अनि आङीहरूलाई हेरिदिनु भनेको छु, आङीहरूले 1 दिन 2 दिनको लागि हेरिदिनुहुन्छ। सो टेक केयर एभ्री वान, बिट्यु नै चाहिँ आइपुगेँ होइन। आएर पनि बाइक साइक तल थन्काइ लुगा सुगा खोलेँ, अन्तखेरि नमला चाहिँ सुतिरहेको रहेछ यहाँ। आज चाहिँ सबै थर्सडे चाहिँ खाँदैन अरे जोजोहरूले चाहिँ, त्यही भएर माथिल्लोपट्टि यहाँ किचनमा चाहिँ यहाँ चाहिँ फेरि हेर्नुहोस् न, म्याडमले फेरि काम अब खाना बनाइदिँदैछ नि हामीलाई, ब्रेकफास्ट टन्न हो। अन्त नमला चाहिँ पोटी गर्नु गएको छ। मैले त्यो ल्याउनै बिर्सेछु, कोही बात छैन फ्रेन्ड्स। तर पनि म आइपुगेँ होइन। अब नम्बर चाहिँ त्यहाँ छ, अब सबैजना तल छ। अन्त आपा तलनिर खुट्टाहरू दुख्दैछ। आपा अलिकति बिचरा अथवा 1% हेर्ने लाइकको भएको रहेछ। सो अब अहिले आजको टिकाको सानो ब्लग के हुन्छ देखाउँदै गर्छु, हेर्दै गर्नुहोस् है फ्रेन्ड्स। आज किचन चाहिँ यहाँ माथि सारेको छ, खास किचन चाहिँ तल छ। तर पनि अब आजको लागि चाहिँ यहाँ छ। सो के बचेङ बिट्यु ल गाइस। टन्न ब्रेकफास्ट खाएँ, यहाँनिर सकिन्जेल। अब चाहिँ नानाहरू आउनुहुँदैछ, मान्छेहरू बिस्तारै बिस्तारै। सो अहिले देखाउँछु के हुन्छ है, हेर्दै गर्नुहोस्। आज चाहिँ ह्याप्पी दसैँ सबैजनालाई, दसैँको सानो यो मिनी क्लिप माइला दाजुले खाजा खाँदैछ, हामीले चाहिँ खाइसक्यो। अन्त यहाँ छेसम पनि बनाइसक्यो, अलिकति चिटिक टाटाक। ओ पिपुको आमाले उयो गर्दैछ, सानो पता के गर्दैछ। अन्त अरू चाहिँ तलनिर भाउजूहरू जोजोहरू चाहिँ तल काम गर्नुहुँदैछ। ए के को लागि? सो यहाँ बाहिर चाहिँ यस्तो छ, तलहरू गयो भने तलहरू देखाउँछु फ्रेन्ड्स होइन। यसैको तलतिर चाहिँ यस्तो बाटोहरू छ, उहीँनिर छ के भन्छ सिलगढीबाट र दार्जिलिङ जाने बाटो चाहिँ उहीँ अगाडि नै छ। यहाँबाट 2 मिनट लाग्छ। यहाँ गयो भने यहाँबाट गल्ली जस्तो छ, यहाँ रोडै छ, ठुलो रोडै छ गाडी हिँड्ने। यहाँनिर चाहिँ छ हाम्रो मेन ठुलो घर चाहिँ। सो अहिले तलतिर टिकाहरू लगाएर मान्छेहरू आएको पनि देखाउँछु। सो ह्याप्पी दसैँ सबैजनालाई। आज दसैँ इन्जोय गर्नुहोस्, झगडा चाहिँ नपर्नुहोस्। आफ्नो फ्यामिलीहरूसँग सबैजनाले बसेर मजाले खाएर खापी गर्नुहोस् ल फ्रेन्ड्स। हेर्दै गर्नुहोस्। आज मेरो यो दसैँको लामो ठुलो ब्लग चाहिँ म मेरो युट्युबमा ल। मेरो भाइ ढिलो आयो कि दसैँमा, तर आएर यति बिहान भाँडा चाहिँ मोल्दै हो। दसैँको दिन चाहिँ गाइस, दसैँको दिन यहाँ भाँडा मलाई हुँदैछ हो। हामी चाहिँ यहाँनिर यो हप्ता भइसक्यो हो। म चाहिँ 4-5 दिन भइसक्यो, ज्यादा भइसक्यो नसुतेको हो राम्रोसँगले। यिनीहरू चाहिँ आज आएर यति भाँडा मोल्नु पर्दाखेरि पनि ठुल्ठुलो कुरा गर्दैछ। लु गाइस, यस्तोहरूलाई चाहिँ आशीर्वाद पनि कसरी दिनु आफैहरूले भन्नु चाहिँ पछि ल। हामी चाहिँ अब फेरि एकछिन पिन्टल भिलेज जाँदैछु, परनिर पिन्टल भिलेज चाहिँ त्यो गर्नु लागि। ग्यास हाम्रो बोलेन नि त, त्यो बढ्नुले के भयो कि त्यहाँनिर नानालाई भन्दैछ एकजना, उसकोमा दिनु म र जो जाँदैछ पिन्टल भिलेज देखाउँछु तपाईँहरूलाई है फ्रेन्ड्स। बसौँ यहाँबाट चाहिँ बेसी लाग्दैन टाइम फ्रेन्ड्स। यहाँनिर मेन हाइवे निक्लिनु चाहिँ 1 मिनट पनि लाग्दैन। हिँडेर भने चाहिँ 2 मिनट लाग्छ होला हाम्रो घरबाट। चाहिँ यहाँनिर हो दार्जिलिङ मोड, दार्जिलिङ जाने बाटो यो हाइवे। यहाँबाट हामी चाहिँ राइट जानुपर्छ। राइट चाहिँ हामी स्वाइप चाहिँ गरिसक्यो एकछिन। लेट्स गो। अब यहाँबाट चाहिँ हामी उता अगाडिबाट चाहिँ लेफ्ट पस्नुपर्छ। उता हाम्रो घर चाहिँ
होइन हेर्नुहोस् उही हाँसेको हो चढेर टाका है उयो पर अगाडिबाट चाहिँ लेफ्ट जानुपर्छ भन्दै थियो म पनि पहिला एकपल्ट आएको त्यो पिन्टल भिलेज त्यहाँ नाना दिदीहरूकोमा त्यहाँबाट चाहिँ आएको छुइनँ अब त्यहाँ हामी कन्फर्म छैन खोज्दै जानुपर्छ कतानिर हो पनि लेफ्ट गएर चाहिँ सिधै गएर लास्ट लेफ्ट गर्नुपर्छ त्यहाँदेखि रफ बाटो छ त्यहाँबाट होइन अगाडि छ त्यो पर लास्ट त्यो होइन हो र त्यो होइन होइन यो त कलोनी हो त्यता पर रफ छ त त्यो त रफ बाटो त छ त हाम्रो होइन पानी कस्तो कस्तो जमेको ए लेफ्टपट्टि हिँड्नुहोस् ल भित्रै जान्छ स्कुटी पनि ल बाई बाई यता ल फ्रेन्ड्स अब हामी चाहिँ आइपुगिसक्यो यहाँनिर पिन्टल भिलेज त्यहाँबाट चाहिँ यस्तो भित्र रहेछ होइन सो यहाँबाट अब हामी चाहिँ राख्छौँ यहाँ दिदीहरू अप्ठ्यारो मान्नुहुन्छ कि बात होइन सो अब राख्छु अन्त आएर फेरि अहिले लिएर जाँदाखेरि भन्नुहोस् है लिएर आइसक्यो हामीले यहाँ लिएर जोकोमा रेडी राखेको छु ल झारझुर गरेर होइन त्यहाँ चाहिँ मैले भिडियो गरेँ फेरि मान्छेहरू कति अप्ठ्यारो मान्छ गर्नु मासु पक्क अरे अब गएको फेरि पिन्टल भिलेज ल घर गएको वापस अब घरमा गएर भन्नु चाहिँ उहाँ चाहिँ हो मेरो आप्पा ए सर्टको बटनहरू लगाइदिनु पर्छ आजकल पहिला हामीलाई सानोमा लगाइदिनुहुन्थ्यो अब हामीले लगाइदिनुहुन्छ आप्पालाई हो बुढो लाग्छ आप्पा चाहिँ ए पहिलाको चाहिँ फेरि जमानामा चाहिँ हाम्रो आप्पा हेर्नुहोस् नि फेरि यहाँ हो मम्मी हाम्रो आमाहरू देहरादुनमा नाचेको आमा र एकजना नेपालको आन्टी यो उयो प्रोग्राम भएको थियो क्या पल्टनमा आप्पाको पल्टनमा त्यति बेला आमा र दिपक थापाको बुढी भन्ने नाचेको नेपालको त मेरो मम्मी चाहिँ यहाँ उहाँ हुनुहुन्थ्यो आप्पा हेर्नु नि हो जमानामा अहिले चाहिँ बुढो हुनुभयो नि त अहिले चाहिँ अब सबैजना त्यही त हामी पनि त्यही हो त्यस्तै हुन्छ फ्रेन्ड्स होइन हेर्नुहोस् फ्रेन्ड्स काम सकेर कति राम्रो छ तपाईँको सेतो बढेको तालु तारी हिँड्नुहोस् है ल लोड्छ अब अर्को पालि लाउँछ अरे हात समात्ने त्यहाँ सिँढीमा अब हात समात्ने बनाइदिन्छ अरे सिँढीमा रेलिङ यहाँ रेलिङ हुन्छ नि सिँढीमा यस्तो हात समात्दै हिँड्ने त्यही त है छोरा त्यसै बदमासी नगरे फ्लोराको भाइ ए त्यस्तो दिन्छिस् अहिले बस्नुहोस् आराम गर्दै गर्नुहोस् अहिले यहीँ बस्नु यहाँ फ्यान चलाउनु पर्दैन है ल बस्नु त्यहाँ त्यहाँ बस्नुहोस् ल क्या फ्रेन्ड्स यो दिनहरू नानीहरूलाई भोलि पर्सि आधी मात्रै बोल्छ अहिले कति मिहिनेत गरेँ आज यसको लागि पिन्टल भिलेज गएर ल्याएँ अर्को त्यसले पनि फेरि त्यो माथि हाम्रो रेगुलेटरबाट भाँचेर फेरि गयो दार्जिलिङ मोड गएर लिएर आएँ मर्मत गर्नुहुँदैछ मानराजुले कि पसिङ ए के भयो अफ गर्नु भएन बिस्तारै गर्नुहोस् है जो दामी बल हेर्नुहोस् त यो हो नि त पुरानो चिरागको दमै कुछ अरू छ क्या फ्रेन्ड यस्तो बिग्रियो खतम छ है ल अब यही ठिक छ नयाँ ए आम्मामा लु लु भाइ बन्द गरिदिनुहोस् म भनेर आउँछु खबर दिएर आउँछु खुसखबरी अब चाहिँ खुसीको खबर दिन्छु गएर लु ल दा बन्ने त त्यो पुरानो ओके आइटमहरू बनाउन बाँकी नै रहेछ फ्रेन्ड्स हो नाना यहाँ चाहिँ हाम्रो नाना हुनुहुन्छ मेरो बडाको प्यारो हाम्रो छोरी नाना अब हामी चाहिँ दसैँतिर कोही कोही बेला मात्रै भेट हुन्छ हो जो अर्को नानाको भाइ चाहिँ जाँदैछ है चाहिँ भित्र भएको त अलिक झिरझिर हुन्छ फ्रेन्ड्स मेरो चाहिँ अब तपाईँहरूलाई थाहै छ आइफोन चाहिँ होइन यो चाहिँ आइफोन चाहिँ भोलि चाहिँ किन्छु हो भाइ मेरो र भन्दा बढी खतरा
कटिङ चाहिँ फेरि लजाउँदै आउनु हो टिका लाउनु सोमेको अब बुहारी चाङ पर्यो बिचारी गर्छ सबैले मिलेर प्यारो भाइ छोरा हाम्रो फेरि हेर्नुहोस् है कोरियन छ नि फेरि कटिङहरू छ मैला उता बस्दै गर्नुहोस् तपाईँ बत्तीहरू बालेको छ यहाँ बस्दै गर्नुहोस् तपाईँ त्यहीँ आराम गरी कि यहाँ बस्दै गर्नुहुन्छ यहाँ बस्दै गर्नुहुन्छ ल आँखा तिरिमिरी भयो चस्मा किन नलगाउनु भएको नि चस्मा ल्याइदिउँ ल ल बस्नु ए ल चस्मा लाउनु ल आपा बडाको छोरी नाना हुन्छ काका आगो यो नगिनीले खाइदियो बोइल गरेको मात्रै खाएको बोइल सुखाइदिएको यहाँ जो चाहिँ काटेकै बिचरा कम खाइदिँदै रहेछ टिका स्टार्ट भइसक्यो अब यहाँ चाहिँ पहिला सबभन्दा ठुलो हाम्रो जो नाना बाउजू लगाइदिनु हुँदैछ आपाले धन्यवाद यो सबनामलाई दिनुस् मलाई दिनुस् होला यो सबनाम बारीलाई यो ओजस्वीलाई ओजस्वीले तापेको क्या छिटो दुईटा गर्नुपर्छ नानाले ख्याल गर्नुहुन्छ बिचरा आपालाई चाहिँ उभिनु धेरै सक्नु हुँदैन अन्त रेस्ट दिँदै आपालाई गेस्ट आएछ फ्रम नेपाल हेलो अनि अस्ति उयसको काका तारुमा पो लगा टिकिटा एउटाको त जोडिनु थियो अब बाध्यता तपाईँ आफूले हिरो भनिदिनु कोही भन्दा छुट्टी छैन बडा ल बाइ यो भास्करलाई धन्यवाद बस्नुहोस् आपाला बिस्तारी ए लड चाहिँ अब हिता छ खुल्लै छ बस्नुहोस्
सर ल अब हामीलाई यहाँ चाहिँ बडीले ल्याइदिनु हुन्छ आपालाई टिफी यो चाहिँ सगुन ए लु आपाला घोप्टाउँछ है टेढो नगर्नुहोस् पर्दैन ठिक छ हुन्छ ट्याक्क मात्रै ल्याइदिनु न ल एउटा दुईटा आउँदैछ अब चाङलाई अब चाङलाई त्यही हो ओम आम रमियाम खम ओम आम रमियाम ल सोमाचाङमा ल कोही भन्दा कोही कमी नहुने भन्छ ल अब नाति केटालाई पोपोलालाई खास केटा बेटा कान्छालाई कान्छा छोरा कान्छा ल कपाल हटाएर त पुस्ली गर्ने ल एक्जिक्युटिभ अफिसर होस् ल